इसाईहरूले आज यो देशमा गरिबी र पछौटेपनको फाइदा उठाएर जुन किसिमले धर्मान्तरण गराइराखेको छ, के त्यो दृश्य यो सरकारले देखेको? 2062 सालमा यो देशलाई हिन्दू राष्ट्रबाट धर्मनिरपेक्षता लाँदै गर्ने निर्णय 12 बुँदे बैठकमा पनि थिएन, 8 बुँदे बैठकमा पनि थिएन। तर पनि नेपाललाई शिखर बैठकमा पनि नभएको कुरालाई नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाउने जनादेश नहुँदै पनि धर्मनिरपेक्ष राष्ट्र बनाइयो। त्यसबेलाको प्रतिनिधि सभालाई पनि पूर्व जानकारी नदिकन, व्यापक राष्ट्रिय बहस नगरिकन नेपाललाई धर्मनिरपेक्ष बनाइयो। आज धर्मनिरपेक्षताको नाममा वास्तवमा के भइरहेको छ? के सरकारले धर्मनिरपेक्षताको नाममा भइराखेको धर्मान्तरण देख्दैन? के पश्चिमाहरूको प्रभावमा हिजो शून्यको संख्यामा रहेका इसाईहरूले आज यो देशमा गरिबी र पछौटेपनको फाइदा उठाएर जुन किसिमले धर्मान्तरण गराइराखेको छ, के त्यो दृश्य यो सरकारले देखेको छैन? त्यसकारण पनि हामीले यो बहसमा यो मुद्दाहरू आउनुपर्छ भनेर भनिराखेको छौँ। सभामुख महोदय, म यहाँलाई आग्रह गर्न चाहन्छु, राज संस्था मान्नेहरू पनि नेपाली नागरिक नै हुन्। राजा चाहिन्छ कि चाहिँदैन होइन, राज संस्थाको दार्शनिक, ऐतिहासिक र सभ्यतागत आधारबारे इन्स्टिट्युसनल लेभलमा पर्याप्त डिस्कोर्स हुनु आवश्यक छ। सभामुख महोदय, यसपटक पनि म सरकारलाई स्पष्ट रूपमा सचेत गराउन चाहन्छु, यदि संविधान संशोधनको अन्तिम मसौदासम्म यी विषयहरूलाई गम्भीर रूपमा समेटिएन भने देशभरिका सनातन धर्म मान्ने नागरिकहरू, राष्ट्र पहिचानको रक्षामा उभिने शक्तिहरू, राज संस्था चाहनेहरूले अन्तिम र निर्णायक लडाईँ लड्नुपर्नेछ। श्रीकृष्णको हातमा बाँसुरी पनि थियो र सुदर्शन चक्र पनि थियो। यो कुरा यो संसद, यो सरकार र सत्तापक्षले नबिर्सियोस्। धन्यवाद।